सहदेव श्रेष्ठ शारदा श्रेष्ठज्यू, यसै गरी सान्वी भूषाल अस्ट्रेलिया 5005, उहाँको हजुरआमा कविता कोइरालाले ग्रहण गर्नुहुनेछ। यसै गरी बुवा यसै गरी भरत बहादुर गुरुङ र उहाँको धर्मपत्नी देवी गुरुङ, कृपया स्टेजमा छिटो आइदिनु होला, समय हामीसँग कमी छ। यसै गरी स्वर्गीय पति चिरञ्जीवी न्युपानेको स्मृतिमा उहाँको धर्मपत्नी जसोदा न्युपानेज्यूबाट पनि 6005 प्रदान गर्नुभएको छ। यो सम्मानपत्र ग्रहण गरिदिनको लागि म आमन्त्रण गर्दछु। यसै गरी तुलसी प्रसाद गुरुङ र राजु गुरुङ ज्यूबाट पनि 5055 प्रदान भएको छ। उहाँलाई पनि सम्मानपत्र ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी स्वर्गीय पति दिलबहादुर पौडेलज्यूको पुण्य स्मृतिमा श्रीमती बालकुमारी पौडेलज्यूबाट 5105 प्रदान भएको छ। मलाई पनि यो सम्मानपत्र ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। राजु गुरुङ बालकुमारी पौडेल स्वर्गीय पति दिलबहादुर पौडेलज्यूको पुण्य स्मृतिमा उहाँको धर्मपत्नी बालकुमारी पौडेलज्यूबाट 5105 प्रदान भएको छ। यसै गरी दुर्गा पञ्चायत मन्दिरबाट पनि 5005 प्रदान भएको छ। संस्थाका प्रतिनिधि कोही हुनुहुन्छ भने ग्रहण गरिदिनु होला। गीता खत्रीज्यूबाट 5100, शिव भट्टराई र उहाँको धर्मपत्नी तुलसी भट्टराईज्यूबाट पनि 5505 प्रदान भएको छ। यसै गरी पोम बहादुर राणा इन्द्रमाया राणाज्यूबाट पनि 5151 प्रदान भएको छ। उहाँलाई पनि यो सम्मानपत्र ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी चित्रबहादुर केसी र उहाँको धर्मपत्नी विष्णु केसी स्वयं यही हुनुहुन्छ। उहाँले पनि 5155 प्रदान गर्नुभएको छ। यसै गरी श्रीमान अनन्त जोशी र उहाँको श्रीमती चन्द्रकला जोशीज्यूबाट पनि 5105 प्रदान भएको छ। सम्मानपत्र ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी सुरज राणा हेमा राणाज्यूबाट पनि 5105 प्रदान भएको छ। यो सम्मानपत्र ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी लक्ष्मी छेत्रीज्यूबाट पनि 5105 प्रदान भएको छ। आनन्दको जय जय हो। श्रीमद् भागवत भगवानको आज श्रीमद् भागवत ज्ञान महायज्ञ तथा नवहा अनुष्ठान कार्यक्रमको तेस्रो दिन। यस कार्यक्रमको संयोजक एवं राणे परिवार महिला भजन मण्डली का अध्यक्ष श्री विष्णु कुमारी खत्रीज्यूलाई अध्यक्षताको आसन ग्रहण गरिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्दछु।
खै त ताली ताली हजुर आई कहीँ देखे जस्तो लाग्यो आई कहीँ देखे जस्तो लाग्यो यत्रो हामी सम्पूर्णको कल्याणार्थको लागि लगाइएको यो सप्ताह ज्ञान महायज्ञमा भोजन ग्रहण गरेर धैर्यतापूर्वक आनन्दपूर्वक हजुरहरूले कथा श्रवण गर्नुहुनेछ। आज हाम्रो साधुबी दिजु आदरणीय दिजु सुरबा लामिछानेज्यूबाट पनि केही बाणीहरू व्यक्त हुनेछ। त्यसपश्चात उपवाचक आदरणीय गुरु विष्णु प्रसाद उपाध्यायज्यूबाट पनि केही उहाँका बाणीहरू व्यक्त गर्नुहुनेछ र हाम्रो श्यामजी प्रमुख कथावाचक आदरणीय गुरु सद्गुरुदेव श्री सीतावार्ताज्यूबाट कथा श्रवण सङ्गीतमय कथा प्रवचन हुनेछ र आरती हुनेछ भन्ने म सम्पूर्णमा जानकारी गराउँदछु। आज हाम्रो यस सप्ताह नवहा अनुष्ठान कार्यक्रमका संयोजक एवं राधे परिवारका अध्यक्ष विष्णु कुमारी केसीज्यूको नातिको पनि शुभ वर्तमान रहेको र उहाँको भण्डारा भएको सम्पूर्णमा जानकारी गराउँदछु। तल प्रसाद ग्रहण मात्र गरेर जानुहुन सम्पूर्णमा जानकारी गराउँदै एउटा भोजनद्वारा सम्पूर्णलाई आनन्दित गराइदिनु हुन म मेरा कलाकार दाजुहरूलाई म अनुरोध गर्दछु। राधे राधे बोलिए श्री कृष्ण कन्हैया लाल की। श्री सद्गुरु महाराज को कृष्ण काले मिलिजुली नै गाउनुहोस् आजलाई। आरतीको समय भएको छ। कृपया सम्पूर्ण भक्तजनहरू उभिएर आरतीमा शरीक भइदिनु भयो है त। राधे राधे। स्वामी प्राणनाथ भजरे स्वामी प्राणनाथ भजरे स्वामी प्राणनाथ भजरे ब्रह्मा सृष्टि के कारण ब्रह्मा सृष्टि के कारण सुंदर रूप धरे स्वामी प्राणनाथ भजरे सच्चिदानंद परमात्मा पूर्ण ब्रह्म भरता स्वामी पूर्ण ब्रह्म भरता अक्षर ब्रह्म पुजारी अक्षर ब्रह्म पुजारी करता स्वामी प्राणनाथ भजरे श्री परम धाम की जो कोई गावे स्वामी जो कोई गावे आवागमन छुटावे आवागमन मिटावे मुक्ति फल पावे स्वामी प्राणनाथ भजरे हरे तेरी तारे तम पानी बहु ध्यान धरे स्वामी नित्य मुक्ति ध्यान धरे श्री श्याम को जपना श्री राज श्याम को जपना कारज तीर्थ करे स्वामी प्राणनाथ भजरे भक्तों के बुढी छोरा भने आफ्नो छोरा
दिदी आउनुभएको थियो नि त म कान्छी दिदी शिक्षाको चाहिँ उहाँबाट आउँदा त हामी तिनीहरू कृष्ण काले मोहनी लगायो बंसवाली